नमस्ते दर्शक हजुरहरूलाई फेरि नयाँ भिडियोमा 2026 जुलाई 19 तारिकको राशिफल लिएर हजुरहरूमा उपस्थित भएको छु। तपाईँलाई जति खुसी र माया दिनुभएको छ यसको लागि दिलभरै आभार व्यक्त गर्न चाहन्छु। जहिले नयाँ विचार भन्ने क्रममा यदि तपाईँको दाँत यस्तो मिलेका छन् भने तपाईँलाई मानसिक टेन्सन अत्याधिक आउँछ। कुनै पनि छोरो मान्छेको दाँत अत्याधिक मिलेको छ भने त्यसमा उसलाई मानसिक टेन्सन अत्याधिक आउँछ। त्यस्तो बेलामा बिहानै 4:30 बजी उठेर कपुर हालेर नुहाएर 108 पल्ट ओम नमः शिवाय भन्नु भने त्यसमा केही मात्रामा राहत हुन्छ भन्नु। तपाईँ याद गर्नु, जति पनि छोरा मान्छेको दाँत एकदम मिलेको हुन्छ भने उसलाई मानसिक टेन्सन हदभन्दा आउँछ। हुन त टेन्सन सबैलाई आउँछ, तर त्यस्तो मान्छेहरूलाई चाहिँ अलिक धेरै आउँछ र त्यसले 4:30 बजे बर्मा मुहूर्तमा उठेर नुहाएर कपुर हालेर नुहाएर 108 पल्ट ओम नमः शिवाय भन्नु त्यसमा केही राहत आउँछ। यो भयो आजको विचार। अब 19 तारिकको राशिफलमा तपाईँको सबैभन्दा पहिले मेष राशि। मेष राशिको आज तपाईँको राम्रो दिन छ। नयाँ योजना बन्छ, नयाँ कामहरू सफल हुन्छ। तपाईँको नयाँ कामहरूमा आम्दानीको स्रोतहरू बढ्छ, नयाँ विचारहरू उत्पादन हुन्छ, पुरानो झमेला झन्झटबाट मुक्त हुँदै जानुहुन्छ। मतलब भाग्य फलको हिसाबले 80% भाग्य पाउन सफल हुनुभएको छ। यसमा अझ तपाईँले गरिबहरूलाई खाना खुवाइदिनु भयो भने अझ राम्रो हुन चान्स बढ्छ। वृष राशिको हिजोभन्दा केही मात्रामा सुध्रेको छ। तपाईँको जति काम गर्नु त्यति फल पाउन सक्नुहुन्छ। तर त्यही पनि आज पनि धेरै नयाँ कामहरू नगर्नुहोला। जे काम गर्दा सोचेर सम्झेर गर्नुहोला। त्यसैले तपाईँले आज भाग्यफलको हिसाबले 65% मात्रै भाग्य पाउन सफल हुनुभएको छ। यसको लागि तपाईँ आज आइतबारको दिन, सन्डेको दिन ओम सूर्य देवाय नभएर पानी हाल्नुभयो भने, सूर्यलाई अर्घ चढाउनु भने केही मात्रामा सुधार हुन्छ। मिथुन राशिको आज धेरै राम्रो योग छ। नयाँ काम बन्छ, आम्दानीको स्रोतहरू बढ्छ, नयाँ विचारहरू उत्पन्न हुन सक्छ। तपाईँको रोग र झमेला झन्झटबाट मुक्त हुँदै जान्छ, यात्रामा सफल हुन्छ। मतलब भाग्यफलको हिसाबले 85% भाग्य राख्न सफल हुनुभएको छ। कर्कट राशिको आज त्यति राम्रो योग छैन। तपाईँ बिहानदेखि खर्च बढ्छ, यात्रामा चोटपटक लाग्न सक्छ। मतलब तपाईँलाई आज अलिकति टेन्सन हुन्छ। त्यसमा तपाईँले आइतबारको दिन गरिबहरूलाई सेतो कपडाहरू दान गरिदिनु भने केही मात्रामा राम्रो हुन्छ। भाग्यफलको हिसाबले 55% मात्रै भाग्य राख्न सफल भएको छ। कर्कट राशि। सिंह राशिको आज धेरै राम्रो योग छ। 12 राशिमा सबैभन्दा राम्रो आज सिंह राशिको छ। तपाईँको प्रेममा सफल हुन्छ, पुरानो झमेला झन्झटबाट मुक्त हुनुहुन्छ, यात्रामा सफल हुन सक्नुहुन्छ। मतलब नयाँ विचारहरू उत्पन्न हुनसक्छ। भाग्यफलको हिसाबले सिंह राशिको आज 90% भाग्य राख्न सफल भएको छ। यसमा तपाईँले गरिबहरूलाई खाना खुवाइदिनु भने अझ सुध्रिन सक्छ। कन्या राशिको आज त्यति राम्रो दिन छैन। चोटपटक लाग्न सक्छ, यात्रामा असफल हुन सक्नुहुन्छ, यात्रामा झमेला झन्झट आउन सक्छ। तपाईँको आम्दानीको स्रोतहरूमा केही खर्चको मात्रा बढ्न सक्छ। मतलब भाग्य हिसाबले कन्या राशिको आज 55% मात्रै भाग्य छ। यसमा तपाईँले सूर्यलाई अर्घ हाल्नु भने केही मात्रामा सुधार हुन्छ। कन्यापछि तुला राशिको आज धेरै राम्रो योग छ। तपाईँको आम्दानीको स्रोत बन्न सक्छ, नयाँ विचारहरू आउन सक्छ, आफन्तहरूसँग भेटघाट हुन सक्छ। मतलब आम्दानीको स्रोतहरू धेरै बढ्ने भएकोले तुला राशिको 85% भाग्य छ। यसमा तपाईँले गरिबहरूलाई सेतो कपडा दान गरिदिनु भने अझ सुध्रिन सक्छ। वृश्चिक राशि आज धेरै राम्रो योग छ। वृश्चिक राशिको आफन्तमा भेट हुने, प्रेममा सफल हुने, सन्तान पक्षबाट खुसीको माहौल हुने। मतलब भाग्यफलको हिसाबले 85% वृश्चिक राशि राख्न सफल हुनुभएको छ। यसमा गरिबहरूलाई सेतो कपडाहरू दान दिएर दिनुभयो भने यसमा अझ सुधार आउन सक्छ वृश्चिक राशि। त्यसपछि धनु राशिको आज त्यति राम्रो दिन छैन। चोटपटक लाग्न सक्छ, यात्रामा असफल हुन सक्छ। तपाईँको आम्दानीको स्रोतहरूमा केही झमेला आउन सक्छ, अर्काको बिना कामको झमेला लफडा आउन सक्छ, मुद्दा मामला बढ्न सक्छ। मतलब धनु राशिको 55% मात्रै भाग्य योग भएकोले यसमा तपाईँले सेतो कपडाहरू दान गरिदिनु भने केही मात्रामा सुधार हुनुहुन्छ। धनुपछि मकर राशिको आज हिजोभन्दा केही मात्रामा सुध्रेको छ। त्यही पनि त्यत्रो कता राम्रो छैन। जति काम गर्नुहुन्छ त्यति मात्रै फल पाउनुहुन्छ। त्यसैले आज नयाँ कामहरू त्यति नगर्नुहोला। हरेक काम गर्दा सोच विचार गरेर मात्रै गर्नुहोला। त्यसमा तपाईँले सूर्यलाई आज सन्डेको दिन अर्घ दिनुभयो भने अझ तपाईँको राम्रो हुने चान्स हुन्छ। मकरपछि भन्दा भाग्यफलको हिसाबले 65% मात्रै मकर राशिको आज योग छ। त्यसपछि कुम्भ राशिको आज धेरै राम्रो योग छ। तपाईँको योजना बन्न सक्छ, आम्दानीको स्रोतहरू खुल्न सक्छ, पुरानो झमेला झन्झटबाट मुक्त हुन सक्नुहुन्छ, पुरानो रोगहरूबाट केही मात्रामा सुधारहरू आउन सक्छ। मतलब भाग्यफलको हिसाबले आज कुम्भ राशिको
75% भाग्य पाउन सफल हुनुभएको छ। आम्दानीको स्रोतहरू बन्न सक्छ। यसमा तपाईँले गरिबहरूलाई खाना खुवाइदिनु भयो भने यसमा धेरै सुधार हुनसक्छ। किनभने कुम्भ राशिको साथीभाइले आज गरिब 5 जना गरिबलाई मिठो चिजहरू वा गुलियो चिजहरू खुवाइदिनु भने केही सुधार हुनसक्छ। त्यसपछि मीन राशिको आज राम्रो योग छ। नयाँ काम बन्न सक्छ, नयाँ कामको योजनाहरू बन्न सक्छ। बिहानमा शरीरलाई हिजोभन्दा धेरै राम्रो शरीर अलिकति फुर्ती हुनसक्छ। आम्दानीको स्रोतहरू बन्न सक्छ। मतलब भाग्य फलको हिसाबले 75% भाग्य राख्न मीन राशि सफल हुनुभएको छ। त्यसमा तपाईँले सूर्यलाई अर्घ दिएर अनि गरिबहरूलाई सेतो कपडा दान गरिदिनु भने यसमा धेरै सुधार आउन सक्छ। यसरी तपाईँले आज 12 राशिको राशिफल लिएर 19 तारिक आज भएको थियो। भोलि फेरि 20 तारिक तपाईँको फेरि 2026 जुलाई 20 तारिकको राशिफल लिएर तपाईँहरू माझमा उपस्थित हुनुहुन्छ। तपाईँले जति माया र खुसी दिनुभएको छ यसको लागि दिलभरै आभार व्यक्त गर्न चाहन्छु। तपाईँलाई यदि केही सोध्नु पर्यो, मसँग केही वार्तालाप गर्नु पर्यो भने मेरो वाट्सएप नम्बरमा 0091905516 मा गएर सोध्न सक्नुहुन्छ। मेरो वाट्सएप हो। तपाईँले जुन माया र खुसी दिनुभएको छ अझै पनि यसबाट दिलभरै आभार व्यक्त गर्दै बिदा चाहन्छु। धन्यवाद।